त्यसलाई एउटा सामान्य कपडाले पोलिस्टर बाहेकको कपडा अथवा आगो नटिप्ने खालको कपडाले कसरी नियन्त्रण गर्न सकिन्छ भनेर तपाईहरूलाई फेरि चाहिँ उद्धारकहरूले एउटा नमुना प्रस्तुत गर्नुहुन्छ। यो मर्ने नै चाहिन्छ भन्ने छैन। तपाईको नाइलनको कपडा पोलिस्टरको कपडा जसले आगो छिटो क्विक टिप्दैन त्यो भन्दा बाहेकको कपडा युज गर्न उपयुक्त हुन्छ। अब तपाईहरु देख्न सक्नुहुन्छ चारक नातिनु होला। यसलाई गलत डेमोबाट पनि कतिपय मान्छेले प्रस्तुत गरेको पाइन्छ। तपाईले गलत डेमो देखाउन पनि सक्नुहुन्छ। त्यसलाई त्यो कसरी मान्छेहरूले गलत डेमो गर्दाखेरि अब पहिला मान्छेले घुमाएर उताबाट यता फर्काएर लगाउँछ। आगो लागिरहेको छ तर नियन्त्रण गर्न खोज्छ। त्यसो गर्दा आफैलाई बढी जोखिम हुने र आफै दुर्घटना पर्ने सम्भावना बढी भएको हुनाले अब तपाईलाई सहजै यसलाई लागेको आगोलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा उनले एउटा मण्डी छ हामीसित सामान्य, त्यो मण्डीले नियन्त्रण गर्ने प्रयास गर्दैछन्। तपाईहरु दृश्यमा देखिरहनु भएको एउटा चाहिँ सिलिन्डरको आगोलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा देखाइदिन सक्नुहुन्छ। कृपया तपाईको सामान्य सहज ढङ्गले चाहिँ तपाईको आगोलाई नियन्त्रण गरेको अवस्था छ र चाहिँ ग्यास रेगुलेटर गरेको अवस्था छ। त्यो गलत डेमो पनि यसरी उद्धारकलाई फेरि प्रस्तुत गरिदिन अनुरोध गर्छु। अब गलत डेमो। प्यारा विद्यार्थी बाबु नानीहरू ध्यान दिनु होला, हल्ला नगर्नु होला। ल ल होइन मायागिरा कहिले पनि यो आगो निभाउन जाँदाखेरि गलत कामहरू गरियो भने फेरि आफ्नै ज्यानलाई पनि जोखिम। त्यो जोखिमलाई आफूले पहिल्यै ख्याल गरेर सबैभन्दा पहिला त आफ्नो मनलाई कन्ट्रोल गर्नु पर्यो अथवा गर्दिनँ भन्ने खालको सेफ्टी फर्स्ट हुनु पर्यो। आफू सेफ भएर बल्ल अरू कुराहरू सेफ बनाउन सेफ गर्न सकिन्छ भने त्यो कहिले पनि यो आगो उतापट्टि निस्किराखेको छ भने त्यो बेलामा यताबाट नभेट्ने आगोलाई पहिला बेच्नु पर्दैन। उनीहरूलाई पहिला आफ्नै शरीरलाई सेभ गरेर अनि त्यसपछि गएर यो छोप्दाखेरि टोटल यो अक्सिजनको मात्राहरू यहाँ टुटाइदिइसकेपछि आगो अटोमेटिक अफ हुन्छ। ल उदाहरण फेरि चाहिँ यसलाई यही ढङ्गले प्रस्तुत गरेर देखाइदिनु होला। यो भयो एउटा हामीले पहिला 5 दिनद्वारा चाहिँ आगोलाई नियन्त्रण लिएको अवस्था छ। अब उनले पुनः भनिसके यो गलत डेमो हाम्रो आफूपट्टि आउने भयो नि। ठिक ठिक उदाहरण आफैले भनेको भन्ने अवस्था छ। एकदम सजिलै नियन्त्रण